आजको भिडियो चाहिँ विशेष गरी प्लम्बरहरूको लागि छ है त। जो तपाईँ हामी टेक्निसियनको रूपमा चाहिँ हामी काम गरिरहेका हुन्छौँ। पाइप चाहिँ कुन चाहिँ बेस्ट होला त, कुन चाहिँ बेटर होला त भन्ने तपाईँहरूलाई लाग्न सक्छ। अब विशेष गरी मानव चाहिँ बढी सजिलो खोज्छ। हाम्रो ज्यानले के गर्छ, बढी सजिलोपना खोज्ने गर्छ। हो, त्यही सजिलोपनालाई रोज्दै गर्दाखेरि हामीलाई विभिन्न प्रकारका रोगहरू लागेका छन्, विभिन्न प्रकारका अप्ठ्यारा बाधाहरू आएका छन्। जस्तो हामी खाली खुट्टाले हिँड्नु पर्ने हो जमिनमा, हो नि होइन हजुर? पक्कै हो। हामी खाली खुट्टाले नहिँडेर हामी के गर्छौँ, चप्पल जुत्ता मात्रै होइन मोजा पनि लगाएर हिँड्छौँ। भनेपछि हामी यस्तो सजिलोपनामा हिँडिरहेका छौँ। त्यही भएको हुनाले हामीलाई विभिन्न प्रकारका रोगहरू, विभिन्न कुराहरूले गाह्रो पार्दै ल्याइरहेको छ र भइ पनि रहेको छ। हामी सबैले भोगिरहेकै कुरा हो। अब कुरा गरौँ हामी प्लम्बिङ टेक्निसियन मित्रहरूले विशेष गरी कुन पाइप राख्दा चाहिँ बेटर होला। घर नयाँ साइडमा जानुभयो, नयाँ ठाउँमा जानुभयो, अनि गइसकेपछि कुन चाहिँ पाइप प्रिफर गर्दा चाहिँ राम्रो होला भन्ने लाग्न सक्छ। पक्कै पनि तपाईँहरूको मुखमा आइसक्यो सिपिभिसी पाइप। सिपिभिसी पाइप भन्दै गर्दाखेरि एकदम फिटिङ गर्न त सजिलै हुन्छ। सो मैले पनि गरि पनि रहेको छु। त्यसमा चाहिँ के हुन्छ भने लिक्विड लगाएर गर्नुपर्ने हुन्छ। जस्तो तपाईँले ग्लोभ्स नलाइकन लगाउनु भयो भने, तपाईँको काम गर्नुभयो भने तपाईँको हात बहुत लाग्छ। त्यो हात बहुत लागेपछि के हुन्छ, त्यो भन्ने बित्तिकै जाँदा नि जाँदैन। अनि त्यही हातले चाहिँ अब हल्का धोएर सेनिटाइजरहरूले हात धोएर, साबुन पानीले हात धोएर तपाईँले खाना खान थाल्नुहुन्छ। तर त्यो भन्ने बित्तिकै जाँदैन, एकदम टाँसेर बसेको हुन्छ। अनि तपाईँकोमा के हुने भयो, खाना खाँदै गर्दाखेरि खानासँगै त्यसको रस पनि खाइने भयो, होइन त हजुर? पक्कै हो। खाइसकेपछि के भयो, त्यो असर हामीलाई नै हुने भयो। एउटा बेफाइदा त्यो भयो। जुन ठाउँमा हामीले क्ल्याम्पिङ गर्न सकिन्न, नसक्ने ठाउँ पनि त हुन्छ, हो त्यो ठाउँमा चाहिँ पाइप लाउँदै गर्दाखेरि त्यो फुस्किने चान्स बढी हुन्छ, एकदम फुस्किने चान्स बढी हुन्छ। सो तपाईँहरूले पनि भोग्नु भएको होला। अनि अर्को कुरा भनेको चाहिँ जहाँ हावा, पानी, घाम यो तीन थरी लाग्ने ठाउँमा चाहिँ तपाईँहरूले सिपिभिसी पाइप्स एन्ड फिटिङ युज गर्नुभयो, लगाउनु भयो भने केही वर्ष पछाडि अर्थात् केही समय पश्चात त्यो फुस्किरहेको नि हुन्छ, अर्थात् यसो तान्दाखेरि फुस्किने सम्भावना एकदम प्रबल रहन्छ। अनि अर्को कुरा भनेको चाहिँ जस्तो म आफै नै प्लम्बर भएको हुनाले मैले यो कुरा गरिरहेको छु, एक्सपिरियन्सको आधारमा पनि कुरा गरिरहेको छु। सो सिपिभिसी पाइपको काम दिउँसभरि गर्दै गर्दाखेरि जस्तो यो भागहरू एकदम बढी दुख्छ, अनि यो छातीहरू पनि बढी, यो छातीका करङको भाटाहरू पनि बढी दुखिरहेको हुन्छ। किन होला, पज गरेर कमेन्ट गर्नुहोस् त। पक्कै पनि त्यो केही न केही रियाक्सन भएर नै हामीलाई त्यो भइरहेको छ। केही न केही रियाक्सन नभइकन त हाम्रो यो भाग अनि करङ त दुख्दैन, जुन छातीको भागहरू त दुख्दैन। अन्य पाइपहरू युज गर्दै गर्दाखेरि त्यो समस्या त हामीलाई आउने थिएन। सिपिभिसी पाइप्स एन्ड फिटिङ युज गर्दै गर्दाखेरि, प्रयोग गर्दै गर्दाखेरि किन त्यो समस्या आयो त? केही न केही कारणहरू त हुनसक्छ। अनि अर्को कुरा चाहिँ जस्तो हामीले गमहरू युज गऱ्यौँ, मास्क लगाएर गर्दै गर्दाखेरि पनि अब कतिले त मास्क नलाइकन पनि गरिरहेको हुन्छन्। त्यो अवस्थामा त पनि एकदम टाउको दुख्ने समस्याहरू चाहिँ भइरहेको हुन्छ। सो तपाईँहरूलाई हुन्छ कि हुँदैन कमेन्ट गर्नु होला। मलाई चाहिँ हुन्छ है त। हामीलाई त यदि असर गर्छ भने त्यो प्रत्येक दिन दिनानुदिन युज गर्ने हर ओनरलाई कति समस्या होला अलिकति विचार गरौँ न। जस्तो जुन पाइपहरूको लाइनको त काम गरियो, धारा फिट गर्ने बेलामा अब हामीले लङ प्लगहरू निकाल्दाखेरि कस्तो गनाउँछ नि है, पानी अतिसार गनाउँछ क्या। जुन पाइपमा स्टोर गरेको पानी गनाइरहेको हुन्छ। पक्कै पनि त्यो पाइपबाट नभए पनि त्यो गमबाट हो के। मलाई पनि त्यही नै लाग्छ। सो मेरो एक्सपिरियन्सको आधारमा तपाईँहरूलाई मैले यो कुरा गरेँ। आजको प्लम्बिङ टिप अनि आइडिया कस्तो लाग्यो कृपया सल्लाह सुझावको लागि कमेन्टमा कमेन्ट गर्नु होला। यदि टिकटक एकाउन्टमा तपाईँहरू नयाँ हुनुहुन्छ भने फलो गर्नु होला, र युट्युबमा हुनुहुन्छ भने पनि सब्सक्राइब गर्नु होला है त। यस्तै खालको प्लम्बिङ टिप्सवाला भिडियोहरू चाहिँ लिएर आइरहेको हुन्छु। आजको लागि बिदा हुँ है त। बाई बाई।